यो भिडियोको मुख्य उद्देश्य खाने हो कि हँसाउने हो कि डराउने हो कि के हो बुझ्नै सकिँदैन। यदि कुनै पनि बच्चाले खाना मान्दैन भने झन् यो भिडियो नदेखाइदिनु होला, किनभने फेरि खानादेखि नै तर्सिन सक्छ। यो आन्टीले खाइरहेको भिडियो हेर्दा दिशा गर्न बसेको मान्छे पनि घिनले मर्छ होला। सबैजनालाई नमस्कार। थम्बनेल देखेर पक्कै पनि थाहा पाइसक्नु भयो होला कि आजको भिडियो के को बारेमा हुनेछ। नमस्कार, मेरो आफ्नै कृषा बारीमा फलेको अर्ग्यानिक युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। बिहानको सुरुवातीसँगै आज फेरि आफ्नै घर कृषिबारीमा फलेको थोरै टोप्रेदारको पत्तासँग, तुलसी मोठमा फलाएका तुलसीका 2-3 पातसँग, आफ्नै घर वरपर तलमाथि जङ्गलमा फलाएका अर्ग्यानिक कडिपत्ताको 1-2 पातसँग। यो खानामा सब कुराको कुरा छ, तर एउटा चिजको अधुरो जस्तो देखिन्छ। आफ्नै कृषिबारीमा फलेको अन्नलाई नोक्सान गर्छ भनी मुसा मार्न ल्याइएको औषधि मिसाएर खाए झन् मिठो पो हुने थियो कि। कैसा लगा मेरा मजाक? यो मान्छेले अर्ग्यानिक भन्दै भ्युज बढाउनको लागि यस्तो यस्तो चिज खान्छ कि उसैलाई पनि थाहा नहुन सक्छ कुन जडीबुटीले कहिले भगवानको प्यारो हुने। कस्तो हुन्छ यो काँचै खाना? उसले भनेको अर्ग्यानिक खाना खान थाल्दा डाइटिङ हुन्छ भन्ने धेरैजना हुन सक्नुहुन्छ। होसियार रहनु होला, डाइटिङ होइन 2.5-3 वर्षमै स्वर्गीयवास पनि हुन सक्छ। के खाइछौ? रायोको साग मैले रोपे हेर्नु, ठस्स रोपिदियो, लक 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 भएर आउँछ, अनि खान्छु कि। अब आफै समझदार हुनुहुन्छ। योभन्दा अगाडि म केही पनि बोलेन र देखाउन पनि देखाएन। के थाहा खाना खाँदै पो हुनुहुन्छ कि। आमा उमेरले बुढी हुनुहुन्छ, त्यही भएर म केही पनि बोलेन। उहाँ हिजो भर्खरै पागल थानाबाट भागेर आउनु भएको अरे, त्यही भएर यस्तो यस्तो भिडियोहरू बनाउनुहुन्छ। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। यो भिडियोको लाइक टार्गेट म 50 राख्छु, हेरौँ पुग्छ कि पुग्दैन है। सानो टार्गेट चाहिँ पुरा गरिदिनु होला। थ्याङ्क यू सो मच।